नमस्ते, म मनोज बोगटी, नयाँ पार्टी निर्माण कमिटीको प्रवक्ता। भोलि दार्जिलिङको जिमखानामा हामीले सर्वदलीय बैठक बोलाएका छौँ। सबैलाई जनाउन चाहन्छौँ कि यो बैठक हामीले जिटिएनएसमा बोलाएका थियौँ, तर केही कारणले यसलाई हामीले जिमखानामा सारेका छौँ। हामीले बैठकमा बोलाएका सबै राजनैतिक दलका अध्यक्ष अनि महासचिव महोदयहरूलाई जिमखानामा उपस्थित बनिदिने हामी हार्दिक आग्रह गर्न चाहन्छौँ। सर्वसाधारण जनतालाई हामी स्पष्ट बताउन चाहन्छौँ कि हाम्रा क्षेत्रीय प्रतिनिधि सांसद राजु विष्ट मार्फत यसै पालिको मनसुन सत्रमा बिजेपी सरकार वा केन्द्र सरकारलाई छुट्टै राज्य गोर्खाल्यान्डको बिल ल्याउन दबाब बनाउनको लागि, सर्वदलीय सिफारिस पठाउनको लागि, सबैको सहमति बनाउन हामीले यो सर्वदलीय बैठक बोलाएका हौँ। क्षेत्रीय पार्टीहरूलाई लिएर हामी सही समयमा सही निर्णय गर्नको लागि एकबद्ध नबनेकोले नै जहिल्यै पनि हामी रणनैतिक रूपमा चुकेका छौँ। 80को दशकदेखि नै केन्द्र सरकारलाई हाम्रो मुद्दा बुझाउनको लागि हामीले पटक पटक बृहत आन्दोलनहरू गर्यौँ। तैपनि सरकारले हाम्रो मुद्दाबारे सबै कुरा छर्लङ्ग बुझ्न वार्ताहरू बोलाए। क्षेत्रीय दलहरूका वरिष्ठ नेतृत्वहरूले पटक पटक छुट्टै राज्य गोर्खाल्यान्डको मुद्दा बुझाउनको लागि ती वार्ताहरूमा पनि सहभागी बनिदिए। तर केन्द्र सरकारले राज्यमा कहिले माकपाको कहिले तृणमूलको सरकार रहेकोले त्रिपक्षीय सहमति नबनेको र अहिले नै छुट्टै राज्य गोर्खाल्यान्ड बनाउने परिस्थिति नबनेको भन्दै हाम्रा नेतृत्वहरूलाई केही समयको लागि स्थानीय व्यवस्था चलाउँदै गर्नु भन्ने आग्रहहरू गरे। हाम्रा नेतृत्वहरूले पनि केन्द्र सरकारको असुविधालाई सम्मान गर्दै कहिले धागोपापो कहिले जिटिए जस्ता व्यवस्थामा सम्झौता गरेर सरकारको मान राखिदिए। सरकारको मान राखेर दागो पापो र जिटिए जस्ता व्यवस्था ग्रहण गर्ने हुँदा हाम्रा नेतृत्वको इमान्दारिता नै सन्देहको घेरमा पनि पर्यो। कसैले गद्दार भनी माग्न पर्यो, कसैले महागद्दार भनी माग्न पर्यो, कसैले केन्द्र सरकारको कठपुतली भनी माग्न पर्यो, कसैले राज्यको कठपुतली भनी माग्न पर्यो। हाम्रा नेताहरूले जे पनि गरेका थिए त्यो एक दिन त पक्कै पनि उपयुक्त समय आउँछ, त्यसबेला हाम्रो मुद्दालाई सदनले सम्बोधन गर्छ भन्ने विश्वासमा नै आफूलाई सङ्कटमा हालेर भए पनि सरकारको वचन मानिदिएको थियो भन्ने हाम्रो बुझाइ छ। र यो जुन उपयुक्त समय छ त्यो आइपुग्यो। दलहरूले, नेतृत्वहरूले, जनताले गर्नुपर्ने सबै गर्यौँ। अब पालो सरकारको आयो। विकटभन्दा विकट स्थितिमा पनि हामीले गोर्खाल्यान्डको मुद्दाकै लागि भनेर बिजेपीलाई सरकारमा ल्याउन बारम्बार सहयोग गर्यौँ, सहकार्य गर्यौँ। हामीले अहिलेसम्म पनि कुनै कन्जुसियाँ गरेका छैनौँ। केन्द्रमा बिजेपी नहुँदा पनि एक दिन त आउँछ नि त भनेर हामीले जहिले पनि साथ सहयोग दिएका थियौँ। केन्द्रमा बिजेपीको सरकार आएपछि अझ सबै गोर्खाल्यान्डपन्थी दलहरूमाथि एउटा आशा पलायो, एउटा भरोसा पलाएको थियो। किनभने बिजेपी नयाँ राज्य गठनको पक्षमा रहेको पार्टी थियो। यही भरोसामा नै हाम्रा नेतृत्ववा दलहरूले पहाड तराई र डुवर्सको गोर्खा जनतालाई बिजेपीको पक्षमा मत मागेका थिए। हामी सबैलाई थाहा छ, बौद्धिकदेखि नेतासम्मले केन्द्रमा छुट्टै राज्य गठनको पक्षमा रहेको सरकार छ, बिजेपीको सरकार छ। यसैले छुट्टै राज्य गोर्खाल्यान्डको लागि हामीले बिजेपीको हात बलियो बनाउनुपर्छ भनेका हौँ। त्यसैले जनताले पनि बौद्धिक र नेताहरूमाथि विश्वास गरेर नै बारम्बार बिजेपीलाई मत दिएका हुन्। अब उर्वर समय रहेको बेला भने हामी मुद्दामा विभाजित बन्नु हुँदैन। आफ्नै वैकल्पिक मुद्दा बोकेर मतदाता गोर्खा जनतालाई धोका दिनु हुँदैन। भोट माग्दा गोर्खाल्यान्ड तर माग्ने बेलामा चाहिँ आफ्नै वा केन्द्रले माग्न लगाएको बङ्गालभित्रको व्यवस्थाको वकालत गर्नु हुँदैन। सबै नेतृत्वले पिपिएस भनेको गोर्खाल्यान्ड नै हो भन्नुभयो, हामीले पत्यायौँ। देशकै प्रधानमन्त्रीले गोर्खाओंका सपना मेरा सपना भन्नुभयो। हाम्रा बौद्धिक र नेतृत्वले गरेको निर्णय सही नै थिएछ भनेर जनताले धेरै अझै बिजेपीमाथि विश्वास गरे। हाम्रा नेताहरूले ढाँटेका होइन रहेछन्। प्रधानमन्त्री जस्तो पदको दावेदारले त गोर्खाओंका सपना मेरा सपना भन्दैछन् भनेर बिजेपीमाथि हामीले अझ बेसी भरोसा गर्यौँ। देशकै गृहमन्त्रीले पनि गोर्खाहरूको पक्षमा चट्टान जस्तो उभिन्छु भन्दा हामी प्रफुल्लित बन्यौँ। कोही त छ हाम्रो पक्षमा चट्टान जस्तो उभिने भनेर हामीले ठान्यौँ। हामीलाई हाम्रा बौद्धिक र नेताहरूले भन्नुभयो, केन्द्र सरकारलाई हाम्रो मुद्दा अझ राम्रोसित बुझाउनको लागि देशको मूलधारमा प्रभाव पार्ने व्यक्तिलाई नै चाहिँ सांसद बनाएर पठाउन
उहाँहरूले भन्नुभयो। हामीले खुरुक्क जसवन्त सिंह, एसएस अहलुवालिया जस्ता देशकै शीर्षभन्दा पनि शीर्ष नेतृत्वलाई दार्जिलिङबाट सांसद बनाएर संसदमा पठाइदिउँ। उहाँहरूले सदनलाई हाम्रो छुट्टै राज्य गोर्खाल्यान्डको मागबारे बुझाइदिनु पनि भयो। वरिष्ठ नेत्री सुषमा स्वराजले त अझ गोर्खाल्यान्ड मागको औचित्य नै सदनमा बुझाइदिएकी थिइन्। गोर्खाल्यान्ड विच्छिन्नवादी मुद्दा होइन, तर गोर्खा भूमि, प्रस्तावित गोर्खाल्यान्ड भूमि भारतमा सधैँको लागि समावेश गर्ने मुद्दा हो भनेर पनि बताइदिइन्। हाम्रो मुद्दा सदनमा रेकर्डेड छ। यस्तोमा फेरि म गोर्खाल्यान्ड ल्याउँछु भन्दै गोर्खा उम्मेदवार राजु विष्टले महाकाल धामकै कसम खाइदिनु भयो। महाकाल हाम्रो रक्षक हुन्, देव हुन्। महाकालकै कसम खाइदिँदा हाम्रो भरोसा अझै चुलीमा पुग्यो। उहाँलाई त झन् दुई पल्ट जिताएर सांसद बनाएर हामीले सदनमा पठाइदिउँ। हुन त बङ्गालमा प्रतिनिधि पठाउँदा गोर्खाल्यान्ड बनिने होइन, तरै पनि हेर्नुहोस् त बिजेपी खुसी बनोस् भनेर यसपालि त झन् 5 जना विधायकलाई चाहिँ हामीले विधानपालिकामा पठाइदिउँ। बस हामीले गर्न सक्ने सब गर्यौँ। गोर्खाल्यान्डको लागि बिजेपीले केन्द्र सरकारमा म्यान्डेट पठा भन्यो, हामीले खुरुक्क पठाइदिउँ। अब त्यसको गुण फर्काउने पालो सरकारको हो। गुण फर्काउने बेलामा फेरि हामीलाई बङ्गालकै कन्ट्रोलमा राख्ने र सानोतिनो व्यवस्थामा हाम्रा नेतृत्वहरूलाई सम्झौता गराउने खेला अब बन्द गरियोस् भन्ने हामी अपिल गर्न चाहन्छौँ। त्यही भएर हामीले सबै क्षेत्रीय दललाई गोर्खाल्यान्डको मुद्दामा फर्किनुहोस् भनेर घर घर पुगेर अपिल गऱ्यौँ, पत्र दियौँ। उहाँहरूले मान्नुभयो, सहर्ष मान्नुभयो। किनभने उहाँहरूले पार्टी बनाएको नै छुट्टै राज्य गोर्खाल्यान्डको निम्ति हो। किनभने हामी अलमलमा अब फेरि परिरहनु मिल्दैन, सबै स्पष्ट बन्नुपर्छ। बिजेपीका सरकारहरूलाई हाम्रो मुद्दा के हो त्यो थाहा भइसक्यो। 80 को दशकदेखि नै हामीले सबै कुरा बुझाइसक्यौँ। किन चाहिँ बङ्गाल बाहिर छुट्टै राज्य गोर्खाल्यान्ड हुनुपर्छ भनेर हामीले बारम्बार बुझाइसक्यौँ। यसको निम्ति त झन्डै हामीले 1 ट्रक जस्तो डकुमेन्ट्री केन्द्र र सदनलाई बुझाइसक्यौँ। पक्कै पनि सरकार त अनपढ छैनन्, सबै पढे नै होलान्, बुझे होलान्। अङ्ग्रेज कालदेखि भारत कालसम्मको प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रको इतिहास बुझायौँ, भूगोल र जमिनको संवैधानिक स्थिति बुझायौँ, इकोनोमिक भाइबिलिटी बुझायौँ, गोर्खाहरूको चिनारी जाति, भाषा, संस्कार, संस्कृतिको सुरक्षाबारे सबै कुरा बुझायौँ। देशमा गोर्खाहरू जस्तो अल्पसङ्ख्यकको सुरक्षा कसरी हुनुपर्छ बुझायौँ, टेरिटोरी बुझायौँ, गोर्खाल्यान्डको म्यापबारे बुझाइसक्यौँ, चिकन र राष्ट्र सुरक्षा र गोर्खाल्यान्ड राज्यको औचित्यबारे पनि बुझाइसक्यौँ। बङ्गालको दमन र हाम्रो संसाधनको दोहनबारे पनि हामीले बुझाइसक्यौँ। अब बताउन र बुझाउने बाँकी कुरा नै छैन। हामीले हाम्रो पक्षबाट गर्नुपर्ने 100% गर्यौँ। 40 वर्षको निरन्तर माग र सङ्घर्ष हुँदै हुँदै अहिले हाम्रो छुट्टै राज्य गोर्खाल्यान्डको मुद्दा बिलको रूपमा सदनमा प्रस्तुत हुनुपर्ने, सरकारले प्रस्तुत गर्नुपर्ने ठाउँ र स्थितिमा आइपुगेको छ। सबै दल, नेता, जनता, समर्थक, बौद्धिकहरूले यो कुरा बुझ्नुपर्छ। अब त विधानपालिका पनि बाधा रहेन, राज्यसभा पनि बाधा रहेन, लोकसभामा पनि बाधा रहेन। यही हो सबैभन्दा उपयुक्त समय हो। यो अघि जति पनि सम्झौतामा जानु पर्यो त्यो उपयुक्त समय नरहेकोले जानु परेको हो भन्ने हाम्रो बुझाइ छ। अब त उपयुक्त समय आयो। महाकालको कृपाले यसपालि सबैभन्दा उपयुक्त समय आयो। सायद यो जतिको उपयुक्त समय अब कहिले पनि आउने छैन। यस्तो उपयुक्त समयमा पनि हामीले एकअर्काको गाँड कोराकोर गरी बस्यौँ। आफ्नो मुद्दा बोकेर विभाजित बनी बस्यौँ, इगो देखाइ बस्यौँ, घमण्ड देखाइ बस्यौँ भने दोष यसपालि केन्द्र सरकारको हुने छैन, दोष हाम्रो हुनेछ। र यो दोष हाम्रो इतिहासको सबैभन्दा ब्लन्डर हुनेछ। अब आन्दोलन र वार्ताको स्टेज पार गरिसकेर हामीले हाम्रो मुद्दालाई बिलको रूपमा आउनुपर्ने स्टेजमा पुर्याइसकेका छौँ। यतिखेर पनि बिल लगाउनको लागि हामी एकबद्ध बनेनौँ भने यो जाति, माटो र मुद्दाको लागि सबैभन्दा ठुलो गद्दारी हुनेछ। यसैले नै हामीले सबै दलहरूलाई अब गोर्खाल्यान्डको बिल ल्याउन, दबाब बनाउन, सर्वदलीय सिफारिस पठाउन यो बैठक बोलाएका हौँ। हाम्रो पक्षबाट मुद्दा बुझाउन आन्दोलन गर्नु थियो, त्यो पनि गरिसक्यौँ। वार्ता बस्नु थियो, त्यो पनि बसिसक्यौँ। चुनाव जिताउनु थियो, त्यो पनि जिताइसक्यौँ। अब केन्द्र इमान्दार हुने बेला हो। यसैले यसै संसद सत्रमा केन्द्र सरकारलाई गोर्खाल्यान्डको बिल ल्याऊ भन्न एकमुख हुनुपर्ने बेला भयो। अब पो सांसद राजु विष्टज्यूले पनि जुन कामको लागि उनलाई सांसद बनाएका थियौँ त्यो काम गर्ने उनको उपयुक्त समय आयो। यो बेला पनि नेता र दलहरू भट्किएर सरकारको दबावमा परेर अथवा कुनै पनि शक्तिको चलखेलमा परेर उल्टा दिशा चल्यो भने
गोर्खाल्यान्डको इतिहासमा सबैभन्दा ठुलो धब्बा लाग्नेछ र इतिहासमा धब्बा लगाउन गलत कुरा हो। हामीले राजनीति गरेकै गोर्खाल्यान्डको निम्ति हो भने त्यही मुद्दालाई गद्दारी गरेर त के पो राजनीति गर्नु र होइन र? यसैले बिट्टा पढौँ भनेर बैठक बोलाएका हौँ। यसैले बैठकमा हरेक पार्टीका अध्यक्ष र महासचिव नै उपस्थित बनिदिनु होला भन्ने अपिल गर्न चाहन्छौँ। हामीले हरेक पार्टीको केन्द्रीय कमिटीले छलफल गर्न पाओस् भनेरै समय दिएरै पत्र पठाएका छौँ। पत्रसँगै गृहमन्त्री अमित शाहलाई गोर्खाल्यान्डको बिल ल्याउन पठाउने जुन चाहिँ सर्वदलीय सिफारिसको पत्र छ त्यसको नमुना पनि खामेर पठाएका छौँ। पक्कै पनि सबै दलहरूले त्यो पढ्नुभयो, नेताहरूले पढ्नुभयो। यो गोर्खाल्यान्डको बिलको लागि दबाब दिन बस्ने गम्भीर बैठक हो। यसैले अध्यक्ष र महासचिवको उपस्थिति अनिवार्य मानेका हौँ। अध्यक्ष र महासचिवहरू नपठाएर साधारण सदस्य पठाएर सबै दलले गोर्खाको मुद्दाको, छुट्टै राज्य गोर्खाल्यान्डको मुद्दाको मान मर्दन गर्नुहुन्न भन्ने हामीले विश्वास राखेका छौँ। अब सरकारलाई गणतान्त्रिक रूपले शान्तिसित गोर्खाल्यान्डको बिल ल्याइदिनुहोस् भनेर एकबद्ध भएर अपिल गर्ने समय आएको छ। जनता जनार्दनलाई पनि हामी तयार भएर बसिदिने हार्दिक अपिल गर्दछौँ। यो पहिलो चरण हो। दोस्रो चरणमा नागरिक समाज, विभिन्न अराजनैतिक सङ्घ संस्थाहरूसित पनि हामी शीघ्र नै बैठक गर्नेछौँ। हामीले पर्ख्यौँ, कसैबाट पनि उपयुक्त पहल भएन छुट्टै राज्य गोर्खाल्यान्डको निम्ति। यसैले यतिखेर बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने जिम्मा हामीले लियौँ। तर यो दायित्व केवल हाम्रो मात्र होइन। अब हरेक नागरिकले आफ्नो दायित्व निर्वाह गर्ने समय आएको छ। सबै जनता जनार्दन, सचेत, शिक्षित, बौद्धिकहरूलाई अब त्यो जिम्मेवारी पुरा गर्न तयार भएर बसिदिने हामी हार्दिक अपिल गर्दछौँ।